बडी पार्ट्स नेम इन कोरियन शरीरका अङ्गहरू कोरियनमा चाहिँ यसलाई सान्छे बुबोन भनिन्छ। सुरु गरौँ आजको भिडियो। आईलाई कोरियनमा नुन भनिन्छ र नेपाली अर्थ आँखा। यसलाई नुन भनेर उच्चारण गरिन्छ। नोज यसलाई कोरियनमा खु भनिन्छ र यसको नेपाली अर्थ नाक हो। यसलाई उच्चारण गर्दा खो भनेर उच्चारण गरिन्छ। इयर यसलाई कोरियनमा खुई भनिन्छ र नेपालीमा यसको अर्थ कान हो। यस उच्चारण गर्दाखेरि खुई भनिन्छ। टिथ यसलाई कोरियनमा ई भनिन्छ र यसको नेपाली अर्थ दाँत हो। यसलाई उच्चारण गर्दाखेरि ई भनिन्छ। टङ यसलाई कोरियनमा हे भनेर उच्चारण गरिन्छ। हे यसको नेपाली अर्थ जिब्रो। उच्चारण गर्दाखेरि हे गर्नुपर्छ। नेक यसलाई कोरियनमा मुख भनिन्छ। यसको नेपाली अर्थ घाँटी हो। यसले उच्चारण गर्दाखेरि मुख भन्नुपर्छ। लिप्स यसलाई कोरियनमा इप्सुल भनिन्छ। यसलाई इप पनि भनिन्छ। यसलाई इप्सुल पनि भनिन्छ। नेपाली अर्थ ओठ। फोरहेड नेपालीमा निधार र कोरियनमा चाहिँ इमा। यसलाई कोरियनमा इमा भनिन्छ। हेड माने टाउको हो। यसलाई कोरियनमा उच्चारण गर्दाखेरि मरी भनिन्छ। मरी भनेको टाउको हो। हेयर माने कपाल। यसलाई कोरियनमा मरिगारक भनिन्छ। मरिगारक यसको उच्चारण मरिगारक हुन्छ। सोल्जरलाई कोरियनमा अके भनिन्छ। नेपालीमा काँध। कोरियनमा अके। बोन यसको नेपाली अर्थ हाड हो र कोरियनमा यसलाई प्य भनेर उच्चारण गरिन्छ। यसलाई कोरियनमा सोन भनिन्छ र नेपालीमा हात भनिन्छ। यसको उच्चारण सोन। हातलाई कोरियनमा सोन भनिन्छ। एल्बो भनेको कुन्छमेलाई फालकुम्ची। फिङ्गर माने हातको औँला। सोनगारक। फिङ्गर नेल यसलाई कोरियनमा सोन्थोप भनिन्छ। कोरियनमा सोन्थोप। चेस्ट नेपालीमा छाती खासुङ भनिन्छ। स्टोमक पेट यसलाई फे भनिन्छ। कोरियन भाषामा फे। हिपलाई नेपालीमा पुट र यसलाई कोरियनमा अङदाङ्गी। वेस्ट यसलाई नेपालीमा कम्मर भनिन्छ भने यसलाई कोरियनमा हरी भनिन्छ। लेग यसलाई कोरियनमा फाल भनिन्छ। फाल। यदि तपाईँ बेसिक सिक्न चाहनुहुन्छ भने कमेन्टमा प्रतिक्रिया दिनुहोला। म तपाईँलाई बेसिक लर्न गर्न हेल्प गर्न सक्छु।